रिया 22 वर्षीय ब्याचलर विद्यार्थी आफ्नो सानो काठको डेस्कमा बसेकी थिइन्। वरिपरि सी प्रोग्रामिङ किताब र नोट्सको थुप्रो। उनको आँखा कम्प्युटर स्क्रिनको ब्लिङ्क गर्दै गरेको कर्सरमा टिकेको थियो। काम सरल लाग्थ्यो, विद्यार्थीको ग्रेड जाँच गर्न इफ एल्स प्रयोग गर्नु। तर उनी अलमलमा परेकी थिइन्, कुन बाटो लिनुपर्छ भनेर नपत्ता लागेर। उनी बुझिन् जीवन पनि प्रोग्रामिङ जस्तै निर्णयहरूले भरिएको छ। निर्णयले परिणाम ल्याउँछ, कोड जस्तै। यदि उनले ध्यानपूर्वक अध्ययन गरिन् भने बुझिन्थ्यो, एल्स अलमल मात्र बढ्थ्यो। उनले गहिरो सास तानेर पहिलो शर्त लेखिन्, इफ स्कोर ग्रेटर देन 50। पछि उनले असफलताको लागि एल्स ब्लक थपिन्। बिस्तारै तार्किकता बुझ्न थालिन्। हरेक इफ एल्स उनको जीवनको प्रतिबिम्ब जस्तै थियो। प्रत्येक निर्णयले अर्को कदम बनाउँछ। 1 घण्टाको अन्त्यसम्म कार्यक्रम पूर्ण रूपमा सफल भयो। रिया बुझिन् कि सी सिक्नु केवल सिन्ट्याक्स मात्र होइन, निर्णय लिन, अगाडि सोच्न र परिणाम बुझ्न पनि हो। हरेक लाइनको कोडमा उनले आफ्नो क्षमता देखिन्। एक निर्णयले अलमललाई स्पष्टतामा परिवर्तन गर्न सक्छ, जस्तै इफ एल्सले अनिश्चिततालाई परिभाषित मार्गमा रूपान्तरण गर्छ।